16 वर्षे उमेरैमा मै पनि त भरा खाबेर चाहिँ के गर्न ल्याएर भरे थापेर माल खाने हेर्दिनु न के हौ यहाँ पनि ल्याइदिनु पर्ला नलगा हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल अनि आज चाहिँ म बिहान उठेर बाटोमा आएको छु घरदेखि बाटोमा आएको छु यस्तो राम्रो हावा आएको छ यस्तो राम्रो हावा आएको छ म रातभरि पानी परेर हो धेरै गडाङगुडुङ गरेर कस्तो धेरै गडाङगुडुङ गरेको थियो अनि हावा पनि त्यस्तै मजाले आएको छ वाउ आजको वेदर चाहिँ यस्तो राम्रो छ हेर्नु न गाइस चाहिँ यहाँ फर्सीको मुन्टा केलाउँदैछौँ अर्ग्यानिक गाइस तपाईँहरूलाई कसलाई मनपर्छ हौ यो यस्तो खामखाम लागेन देख्दा गाउँको हेर्नु त है हरियो पर्यो मन पर्नेलाई त फेरि धेरै मनपर्छ नि यस्तो तँलाई चाहिँ कति अनि हाम्रो बाउलाई चाहिँ हाम्रो बाउको चाहिँ एकदम सेतो कपाल भयो बाउ मात्रै खाली हाम्रो बाउलाई चाहिँ म कालो कपाल लगाइदिन्छु कलर लगाइदिन्छु अनि हाम्रो बाबु नाक चाहिँ किन यस्तो रातो भएको भनिदिनुहोस् है जिउँदो मान्छेको खुन हुन्छ के गर्दा हुन्छ हाम्रो छैन त नि यस्तो रातो खानेछु अनि म चाहिँ एकदम धेरै राम्रो बनाइदिन्छु यो सबै काटिदिन्छु यति लामो परेर राख्नु हुँदैन काट्छ अनि फाउन्डेसन टक 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 हालिदिन्छु माथि आफै काट्ने त मान्छे त नक्कली अनि कलर लगाइदिन्छु ल छिटो रेडी गर्नु त के हो यो कालो ए लगाइदिइहाल्नु पर्ने कपडामा कालो लाउनु भनेपछि त यस्तो जाँगर है हाम्रो मम्मीलाई त्यो नलाइ नि कालै छ अस्ति लगाएको अनि लाउनु पर्ने होला नि त नि फेरि अब छोरी आउँदा लाउनु पर्यो भनेर नि ए अब म चाहिँ मम्मीलाई र हाम्रो बाउलाई कलर लगाइदिन्छु लाइक सेयर भनिदिनु त लाइक सेयर सब्सक्राइब गरिदिनु होला फेरि भन्नु त एकपल्ट लाइक सेयर सब्सक्राइब लाइक भन्नु त लाइट होइन क्या लाइक सेयर जो बाबा अब हातमा ग्लोभ्स पनि छैन मेरो त मैले कस्तो ग्लोभ्स नै ल्याउनु बिर्सेछु हौ अब म चाहिँ मेरो बुवालाई कलर लगाइदिनु लगाएको धेरै नै सेतो भएछ हौ हाम्रो बुवाको बिचरा नहरिदिनु ल बुवा खोइ हुन्छ हजुर भन्नु छैन हाम्रो बुवा हुन्छ हजुर तर हाम्रो बुवाको नाक भएन हौ के भएर यस्तो रातो भइगयो हौ त नाक त बनाउँथ्यो हजुर काटेको भनिदिनु त नाक के भएको रे यो बनाउँथे गुडियाको नाक टाँसेको एकछिन मात्रै हो एकछिन मात्रै टाँसेको अरे गुडियाको नाक अरे बनाउँथ्यो अरे आफ्नो बाउ आमा सेतै फुलेर बसेको मन पर्दैन रहेछ मेरो छोरीले कलर लगाइदिँदै हुनुहुन्छ भर्खर जन्मेको जस्तो बनाउँदै हुनुहुन्छ अब अर्को ल्याउनु भनेको को नि हौ आन्टीले मार्छ कि के हौ कसो हो 16 वर्षे उमेरैमा मै पनि त लड्का लड्की त बहुत है त यहाँ पनि लगाइदिनु पर्ला नलगा बाउ र म चाहिँ अलिकति सिधा उभिनु त बुवा म अलिकति पो ठुलो रहेछु त्यस्तैलाई पनि बाउ भन्नु परेको छ फाइनली मैले त बाउको कलर लगाइदिइसकेँ थ्याङ्क यू भन्नु थ्याङ्क यू भेरी मच थ्याङ्क यू अब मैले बुवाको लगाइदिइसकेँ अब मम्मीको लगाइदिँदैछु कलर
अनि चाहिँ मम्मीलाई कलर लगाइदिइसकेको छु, बुवालाई पनि लगाइदिएँ, मम्मीलाई पनि लगाइदिएँ। यस्तो गर्नु त अब कति घन्टामा धुने? अब कोही कतिखेर भन्छ त्यतिखेर। आज भत्ता थाप्नु लागि ऊ हात मजाले धुँदैछ। नङमा मासु हुनु हुँदैन अरे, भत्ता थाप्नुको लागि यस्तो हात सफा बनाउँदै हुनुहुन्छ कि। खुट्टा धोइसक्नु भयो? हाम्रो बाबु आउनु चाहिँ यता भत्ता थाप्नुको लागि के साह्रो राम्रो भएको हौ। आउनु, चिनिँदैन त अन्त। नि हाम्रो बाबुको यो पहिलाको फोटो यो र अहिलेको हेर त। आमामा बिहानदेखि हात खुट्टा धोएर नि हाम्रो बाउले वाक्क बनाएको छ। आज यहाँ भत्ता थाप्नु जानुको लागि यस्तो खुसी भइराख्नु भएको छ। सुटबुट कसेर यहाँ बसिराख्नु भएको छ। अनि कतिको खुसी हुँदैछ भत्ता लिनु जाँदा? एकदम मात्रै एकदम खुसी। किनभने यसो हेर्दा थाप्ने बेला त भएको थिएन, मेरो भाग्यले गर्दा थाप्नु पाएँ। अनि भरा थापेर चाहिँ के गर्न ल्याएर? भरे थापेर माल खाने। हाम्रो बाबु पनि के भन्छ त्यही भन्नु खोजेको हैन। धेरै त्यस्तो खायो भने त फेरि रोक्का हुन्छ है। जा माथि आउला जस्तो हौ, भत्ता थापेर काका यसरी जाने? अनि भत्ता त तपाईँलाई दिँदैन त्यसरी जानु? जानु पर्यो भनेको कि यतिकै जानु, यतिकै। लु रेडी भइसक्नु भयो? अब यस्तो पर्फ्युम पनि लगाइदिनु अरे हो। ल आउनु यता। भरे त्यहाँ पैसा लिएर चाहिँ फेरि यहाँ टोपीमा पनि लगाइदिउँ। गफ मिल्दैन नि भरे त। लु मक गनाएर आउनु भएको छ हाम्रो बाउ। अब टोइलेट भएर जाने बेला मेरो दोस्रो लाग्छ नि त, तपाईँले त्यो वास्ता गर्नु ल। चिया आखिरी कति पैसा त सकिन्छ भने 10 रुपियाँ मुलङ यसो भन्छ कि पैसा पाउनु बित्तिकै नि अर्कै अनुहार भइहाल्छ। गाडी स्ट्यान्डतिर कता छ यो टोइलेट? त्यही हुन्छ त। अनि त्यो ब्याङ्कभित्रै हुन्छ त टोइलेटहरू, माथि हुन्छ नि स्ट्यान्डर हुन्छ यता। अब बाहिरतिर हट्ने मान्छेलाई त्यस्तो बोलाउनु परेन। त्यही भएर पब्लिकमा त्यही भएर बरु खानेर आयो भने भएन। ल ल भत्ता थापेर आउनु बाउ। ल बिस्तारै जानुपर्छ है। खुसी भइरहेछ बिहानदेखि हाम्रो बाउ। बाई बाई गरिदिनु बाउ। म चाहिँ सबैलाई खाजा बनाउँदैछु। कस्तो गर्मी, बाहिर त गर्मी छैन, म आगोमा बसेर गर्मी भयो मलाई त। अब सबैलाई दिन्छु। गाइज यत्रो चाउमिन बनाउँदा कसको ढाड दुख्दैन भन्नु त? चलाउँदा ओर्दा यस्तो धेरै ढाड दुख्यो कि मेरो। घोल्नै पर्यो। यहाँ भत्ता थापेर पनि आइसक्यो। खोइ देखाउनु त। खोइ म गनिदिन्छु बुवा। बुवा फुर्केर फेरि कसको हो त्यो चाहिँ? हाम्रो बुवा चाहिँ यहाँ हेर न भत्ता पाएर पनि आइसक्नु भएछ। फुपूलाई चाहिँ पाएन रहेछ फुपूको। हामी चाहिँ यहाँ सबैजना घरमा होमवर्क गर्दैछ। के गरेको तैँले चाहिँ? कुन होमवर्क गरेको? हिजो दिएको? मम्मी मम्मी के साह्रो रिसाएको हौ? मासु पकाउनु पर्यो भनेर। यहाँ हाम्रो बाउले आज भत्ता लिएर आएको छ कि बिहानदेखि फेमस गर्ने तै नि हो। मैले के फेमस गरेँ? गरेन। अब बिहान
बिहान भत्ता लिनु गयो होइन 1 मुठा ल्यायो होइन पैसा चाहिँ अलिकति पनि मोमो पनि ल्याइदिन यसो कान्छी छोरी आएको छ घरमा कान्छी छोरी आएको छ भनेर कान्छा छोरा आएको छ भनेर मोमो पनि ल्याइदिएन चाउमिन पनि ल्याइदिएन होइन ऊ चाहिँ पसेर अघि खाएर आएछ बिचमै हामीलाई थाहा भइहाल्यो नि यो कुरा यस्तो त छ अनि खाइराखेको भयो भने यसो सम्झेर ल्याइदिनु पर्दैन त मोमो ल्याइदिनु पर्छ लोकल पनि खाएकै छ अब म चाहिँ खोलाको माछा खुवाउनु बाँकी छ बुझ्नु भयो होला नि मलाई सबै खुवायो अरे परेवाको सुप अनि कुखुराको मासु सबै खाएर अब खोलाको माछा खुवाउने अरे मलाई हाम्रो बाबुले खसीको मुन्टा ल्याउनु न भनेर त्यो पनि ल्याइदिएँ तँ कसले भने त सन्तोषले भनेको फर्सीको मुन्टा त जसरो भए पनि ल्याउनु त ल्याउ ए के हेरेको मलाई हेरेको यस्तो छ है चालामाला हाम्रो बाबुको चाहिँ आज एकदम धेरै खुसी छ आज राम्रो सपना देख्छ हाम्रो बाउले राति पैसा सिरानी भरि लाएर सुत्छ भद्दा सकिसकेछ के गर्नुभयो तपाईँको नातिले भोलिपर्सि बक्सिङले तँलाई चाहियो अरे साँच्ची हो तपाईँको नातिले भोलिपर्सि सुनको औँठी किनिन्छ जस्तो लाग्छ लाग्दैन छोराछोरीले धन्य दिनु खोज्दैछ सुनको औँठी बङ्गारामा भन्नु न लाग्छ कि लाग्दैन लाग्छ कि लाग्दैन सुँगौटी दिन्छ कि लाग्छ कि लाग्दैन भाइले खै म थाहा छैन आयो आश लाग्दैन रे हाम्रो बाउलाई चाहिँ यहाँ हाम्रो घरमा चाहिँ कति मासु खानु मन लाग्दो रहेछ भने नि बिहान पनि मासु बेलुका पनि मासु म अलिअलि डाइटिङ गर्नु भनेको मासु खुवाएर अनि पकाएपछि खानु मन लाग्दैन 2 पिस खानु मन लाग्दैन त आयो बुवा चाहिँ काट्दै हुनुहुन्छ कुखुरो अनि मम्मी चाहिँ बनाउँदै हुनुहुन्छ के बनाइदिनु हुने मम्मी मलाई आज एकपल्ट हेरिदिनु नि त यता हाई गरिदिनु हाम्रो मम्मी खतरा छिन् अनि म चाहिँ यहाँ बसिरहेको छु बाउले कुखुरा काटेको हेर्दै मम्मीले सब्जी बनाएको हेर्दै चिकनको पिस चाहिँ ठिकै काट्नै बुवा ठुलो पनि होइन सानो पनि होइन ठिकको हजुरहरूलाई चाहिँ कसलाई थाहा छ कि चिकन डायमन्ड नाच्छु बाहिर निस्किनुलाई यो हो यो पनि लैजाऊ 2टा त्यहाँ राख्नु न तिम्रो हात चिकन डायमन्डले चाहिँ म पोलेर हाम्रो बुवाले चाहिँ यहाँ मासु कुखुराको मासु बनाउँदैछ आज त हाम्रो बाउलाई त कलर लगाइदिएको त खतरा देखेको छ नि हो ज्या किचन जस्तो एकपल्ट हेरिदिनु त बुवा हेरिदिनु न के हौ पसिना चाहिँ नलाऊ है कुखुराको मासुमा खाइँदैन है मम्मी भन्न किन मम्मी कस्तो गर्मी भइरहेको छ पकाउँदा गर्मी त हुन्छ र पकाउनेलाई तिमीहरू खानेलाई पो यस्तो रिसाई पकाएको त के मिठो हुन्छ होला है होइन बुवा बुवा सङ्गम सनिप के त ले बनिसकिहाले
बाँडिसक्नुभयो नाता नातिनी अनि सन्तोष भन्दै हुनुहुन्थ्यो सानेलाई कति दिनुभयो 100 हाम्रो बाउले भत्ताको पैसा 100 रुपियाँ बाँड्दै रहेछ है नातिहरूलाई सक्दिन बाबा सक्दिन किन 1,000 दिनु पर्थ्यो नि त नि हाम्रो बुवाले चाहिँ यहाँ नाति खेलाउँदै बस्दैछ हामीले चाहिँ सबैले खाना पनि खाइसक्यौँ हामी सबैले खानासाना पनि खाइसक्यौँ अनि अब मेरो चाहिँ दिनहरू यसरी घरमै बितिरहेको छ म कहीँ गएको छुइनँ न गाउँ गएको छु म आएदेखि घरमै बस्यो खायो यसरी भदाइ हेऱ्यो होइन मेरो दिन चाहिँ यसरी नै बितिरहेछ अब भोलि चाहिँ बजार हो भोलि चाहिँ बजार जान्छु कि मुड चल्यो भने जान्छु मुड चल्यो भने जाँदिनँ होइन बुवा कि मलाई उयो चटपटे ल्याइदिनु गइदिने ल गाइज अब यति भन्दै म चाहिँ यहाँ मेरो भिडियो चाहिँ यहीँ एन्ड गर्न चाहन्छु अनि हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब लाइक एन्ड सेयर पनि गरिदिनु होला अनि यति भन्दै म चाहिँ अहिले बिदा लिन चाहन्छु बाई गुड नाइट लभ यु अल